के भयो होला नाति त के भयो म आइसके त रिता त्यो मेरो मोबाइलले त मेरो सबै प्राइभेट फोटोज भिडियोजहरू सब लिक गर्दैछ म कसरी मुख देखाउनु यो समाजमा अनि म घर परिवारमा के मुख लिएर जानु रुख मान्छेले नि यसरी नानी हो त म आइसके त म यहाँ आइसके रुनी हुँदैछ है यसरी फसायो कति केटीहरूलाई त्यसले यसरी लुकाएर राख्नु हुँदैन आज बरु आजै पुलिस रिपोर्ट रिता म त बाँच्दिनँ होला रिता म कसरी बाँच्नु यो नानी यस्तो भनेर नि हुन्छ त रिता म जान्दिनँ आज त पुलिस रिपोर्ट गर्नुपर्छ रिता